परमेश्वरको वचनले भन्छ तिमीहरूको विश्वास चाहिँ मान्छेको लोभ्याउने चमत्कारी कुरा अचम्म पार्ने कुराको आधारमा चाहिँ तिमीहरूको विश्वास नबसालियोस्, तर तिमीहरूको विश्वासको आधार चाहिँ पावर अफ गड, परमेश्वरको सामर्थ्यमा बसालियोस् भन्छ। पहिलो कोरिन्थी 2 अध्यायलाई हामी यहाँनिर यो कुरा पनि पल्टाएर पढ्नेछौँ। पहिलो कोरिन्थी 2 अध्याय तपाईले यहाँनिर यो कुरा पाउनुहुन्छ, तपाईले पढ्नुहोस्। पहिलो कोरिन्थी 2 अध्याय तपाईले 4 पद पढ्नुहोस् अनि मेरो वचन 5 पद चाहिँ पढ्नुहोस्। कि तिमीहरूको विश्वास कि तिमीहरूको विश्वास मानिसहरूको बुद्धिमाथि होइन, मान्छेको बुद्धिमाथि होइन, तर परमेश्वरको सामर्थ्यमाथि, परमेश्वरको शक्तिमाथि बसालिएको होस्। याद गर्नुहोस्, हाम्रो विश्वास चाहिँ अब मान्छेको बुद्धिमाथि होइन। यसकारणले यो संसारमा बुद्धि भएको मान्छेले हजारौं लाखौं मान्छेलाई पछि लगाउन सक्छ। यस्ता क्षमतावान व्यक्तिहरू पनि यो संसारमा जन्मिएका छन्। बाफ्रे उसको दिमागको तेज, उसमा भएको त्यो बुद्धिको है आज जुन क्षमता छ नि, त्यो उसको बुद्धिको क्षमताले उसले आफ्नो पछाडि आफ्नो लाखौं हजारौं लाखौं आज भक्तहरूलाई पछि लाएर उनी आज एउटा अगुवा बन्न सफल बनेका छन्। बुद्धिका कुराले आज संसारका मान्छेलाई आफ्नो पछि पछुवा बनाउन सफल भएका छन् यो संसारमा मान्छेहरू। याद गर्नुहोस्, हामीले एकपल्ट संसारलाई हेर्यौँ भनेदेखि संसारमा मान्छेहरू यस्तै मान्छेका बडा चतुर कुरा, बुद्धिका कुराहरूले मान्छेलाई आज खर्लप्पै आफ्नो पछि पारेका छन्। तर यहाँनिर प्रभुदास पौलुसले भन्नुहुन्छ तिमीहरूको विश्वास चाहिँ आज मान्छेको बुद्धिमाथि, मान्छेको एकदमै बाठो कुरामाथि होइन, तर परमेश्वरको शक्तिमाथि चाहिँ बसालिएको होस्। यसकारण तपाईले मेरो विश्वास चाहिँ शक्तिमाथि बसालिएको छ भने याद गर्नुहोस्, कुनै पनि शक्तिमाथि चाहिँ हाम्रो विश्वास छ भने त्यो विश्वास र त्यो शक्तिले यस्तो प्रकारले पक्रिदिन्छ कि त्यो त यताउता हुनै सक्दैन। त्यो सामर्थ्यमाथि बसालिएको छ। यसैले यो संसारमा मान्छेले परमेश्वरलाई अर्थात् प्रभु यीशु मसीहलाई जब विश्वास गरे, उहाँको सामर्थ्यमाथि विश्वास गरेको हुनाले उनको विश्वासलाई ध्वस्त पार्नको लागि आज मान्छेको हत्यासम्म गरियो। अति नै आज क्रूर भन्दा क्रूर दण्डहरू दियो, तर पनि उनीहरूले विश्वासलाई नष्ट गर्न सकेका छैनन्। यो संसारमा मान्छेलाई नष्ट गरिरहेका छन्, तर मान्छेले परमेश्वरमाथि राखेको विश्वासलाई नष्ट गर्न सकेका छैनन्। यसैले यो संसारमा यो विश्वासको वृद्धि भएर गयो, यो विश्वास गर्नेको समूहहरू बढेर गयो। अनि तपाईँ र मेरो विश्वास चाहिँ परमेश्वरको शक्तिमाथि आधारित छ भने संसारका कुनै पनि शक्तिले यसलाई आज यताउता पार्न सक्दैन।